शिक्षक सेवा आयोग अन्तर्गत निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परीक्षा अन्तर्गत सोधिने केही महत्त्वपूर्ण प्रश्न र तिनका उत्तरहरू समेट्ने कोसिस गरेको छु। आउनुहोस् भिडियोमा हेरौँ है त। प्रश्न नम्बर 1, नेपालको संविधान अनुसार कानुन बमोजिम निशुल्क उच्च शिक्षा पाउने हक तलका मध्ये कसलाई हुनेछ? अप्सन ए अपाङ्गता भएका नागरिक, अप्सन बी आर्थिक रूपले विपन्न नागरिक, अप्सन सी दलित विद्यार्थी, अप्सन डी माथिका सबै। अप्सन डी चाहिँ सही उत्तर रहेको छ, माथिका सबै। प्रश्न नम्बर 2, विद्यालय वा कक्षा कोठामा शिक्षकले गर्ने कार्यमूलक अनुसन्धानको मुख्य उद्देश्य के हो? अप्सन ए ज्ञान निर्माण गर्नु, अप्सन बी सामान्यकृत नतिजा निकाल्नु, अप्सन सी विद्यार्थीको सिकाइमा सुधार ल्याउनु, अप्सन डी शिक्षण सिकाइमा सुधार ल्याउनु। अप्सन डी चाहिँ सही उत्तर रहेको छ, शिक्षण सिकाइमा सुधार ल्याउनु। प्रश्न नम्बर 3, कम्प्युटरमा Ctrl+X सर्टकट की के का लागि प्रयोग गरिन्छ? अप्सन ए कपी, अप्सन बी पेस्ट, अप्सन सी कट, अप्सन डी रिड्यु। अप्सन सी चाहिँ सही उत्तर रहेको छ, कट। त्यस्तै गरेर कपीको लागि चाहिँ Ctrl+C, पेस्टको लागि चाहिँ Ctrl+V र रिड्युको लागि चाहिँ Ctrl+Y रहेको छ। ओके, प्रश्न नम्बर 4 तर्फ लागौँ। सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ? अप्सन ए 8 मिनेट 10 सेकेन्ड, अप्सन बी 8 मिनेट 15 सेकेन्ड, अप्सन सी 8 मिनेट 20 सेकेन्ड, अप्सन डी 8 मिनेट 25 सेकेन्ड। अप्सन सी चाहिँ सही उत्तर रहेको छ, 8 मिनेट 20 सेकेन्ड। प्रश्न नम्बर 5, खाली कोठामा कुन अङ्क ठिक हुन्छ? छुटेको सङ्ख्या पत्ता लगाउनुहोस् र यहाँ चाहिँ खाली रहेको छ 14, 10, 9, 7, 5 रहेको छ र अप्सन ए 3, अप्सन बी 18, अप्सन सी 6, अप्सन डी 8। अप्सन बी चाहिँ सही उत्तर रहेको छ, 18 र यो खाली ठाउँमा चाहिँ 18 हुन्छ र यो चाहिँ कसरी हुन्छ त भन्दा अलिकति हेरौँ यहाँ। ओके, जस्तै यहाँ 5 छ, 5 को अपोजिटमा चाहिँ 10 छ। ल 5 लाई 2 टाइम्स गर्दा 5 2 जा 10 भयो र 7 लाई 2 टाइम्स गर्दाखेरि 14 हुन्छ र 9 लाई 2 टाइम्स गर्दाखेरि 18 हुन्छ। त्यसैले सही उत्तर चाहिँ 18 रहेको छ। प्रश्न नम्बर 6, नेपालको कुन कुन जिल्लालाई टुक्राएर 75 जिल्लाबाट 77 जिल्ला बनाइएको हो? अप्सन ए नवलपरासी र रुकुम, अप्सन बी रुकुम र कञ्चनपुर, अप्सन सी नवलपरासी र कैलाली, अप्सन डी धादिङ र गोर्खा। अप्सन ए चाहिँ सही उत्तर रहेको छ, नवलपरासी र रुकुम र यो चाहिँ 2074 भदौ 5 गतेको मन्त्री परिषदको बैठकले निर्णय गरेको हो। यसलाई पनि हेर्नु होला। प्रश्न नम्बर 7, कुन ग्रहलाई मर्निङ एन्ड इभिनिङ स्टार भनेर चिनिन्छ? अप्सन ए मङ्गल ग्रह, अप्सन बी बुध ग्रह, अप्सन सी वरुण ग्रह, अप्सन डी शुक्र ग्रह। अप्सन डी चाहिँ सही उत्तर रहेको छ, शुक्र ग्रह। प्रश्न नम्बर 8, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुनेछ भनी नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ? अप्सन ए समानताको हक, अप्सन बी महिलाको हक, अप्सन सी स्वतन्त्रताको हक, अप्सन डी सम्पत्तिको हक। अप्सन बी चाहिँ सही उत्तर रहेको छ, महिलाको हक। प्रश्न नम्बर 9, श्रेष्ठ पाठशालाको स्थापना कहिले भएको थियो? अप्सन ए विक्रम सम्वत 1960 कार्तिकमा, अप्सन बी विक्रम सम्वत 2062 कार्तिकमा, अप्सन सी विक्रम सम्वत 2065 कार्तिकमा, अप्सन डी विक्रम सम्वत 2066 कार्तिकमा। अप्सन बी चाहिँ सही उत्तर रहेको छ, विक्रम सम्वत 1962 कार्तिकमा। प्रश्न नम्बर 10, नेपालमा महिला शिक्षाको प्रारम्भिक चरणमा योगदान दिने पहिलो महिला शिक्षक को हुन्? अप्सन ए गङ्गाबाई, अप्सन बी विद्यादेवी भण्डारी, अप्सन सी लीलावती श्रेष्ठ, अप्सन डी पार्वती देवी। अप्सन ए चाहिँ सही उत्तर रहेको छ, गङ्गाबाई। प्रश्न नम्बर 11, विश्वको सबैभन्दा लामो नदी कुन हो? अप्सन ए अमेजन, अप्सन बी कङ्गो, अप्सन सी नाइल, अप्सन डी अरुण। अप्सन सी चाहिँ सही उत्तर रहेको छ, नाइल। प्रश्न नम्बर 12, अन्तर्राष्ट्रिय खगोल विज्ञान सङ्घले कहिलेबाट यम प्लुटोलाई ग्रहको सूचीबाट हटाएको हो? अप्सन ए सन् 2006 सेप्टेम्बर 1 बाट, अप्सन बी सन् 2007 सेप्टेम्बर 1 बाट, अप्सन सी सन् 2008 सेप्टेम्बर 1 बाट, अप्सन डी
सन् 2005 सेप्टेम्बर 1 बाट। अप्सन ए चाहिँ सही उत्तर रहेको छ सन् 2006 सेप्टेम्बर 1 बाट। प्रश्न नम्बर 13 मोबाइल फोनको आविष्कार कसले गरेको हो? अप्सन ए ग्राहम बेल, अप्सन बी मार्क जुकरबर्ग, अप्सन सी मार्टिन कुपर, अप्सन डी माइकल फराडे। अप्सन सी चाहिँ सही उत्तर रहेको छ मार्टिन कुपर। ओके, त्यस्तै गरेर ग्राहम बेल, अप्सन एमा रहेको ग्राहम बेलले चाहिँ टेलिफोनको आविष्कार गरेको हुन्। अप्सन बीमा रहेको मार्क जुकरबर्ग चाहिँ फेसबुकको संस्थापक रहेको छ भने अप्सन डीमा रहेको माइकल फराडे चाहिँ विद्युतको पिता रहेको छ। यसलाई पनि एकपटक हेर्नुहोला। प्रश्न नम्बर 14 प्रदेश नम्बर 2 लाई मध्य प्रदेश कहिले नामाकरण गरिएको थियो? अप्सन ए विक्रम सम्वत 2078 माघ 3 गते, अप्सन बी विक्रम सम्वत 2079 फाल्गुन 17 गते, अप्सन सी विक्रम सम्वत 2076 पौष 27 गते, अप्सन डी विक्रम सम्वत 2077 असोज 20 गते। अप्सन ए चाहिँ सही उत्तर रहेको छ विक्रम सम्वत 2078 माघ 3 गते। ओके, त्यस्तै अन्य जानकारी पनि समेट्ने कोसिस गरेको छु यहाँ। विक्रम सम्वत 2079 फाल्गुन 17 गते चाहिँ कोशी प्रदेश नामाकरण गरिएको हो। विक्रम सम्वत 2076 पौष 27 गते चाहिँ बागमती प्रदेश नामाकरण गरिएको हो र विक्रम सम्वत 2077 असोज 20 गते चाहिँ लुम्बिनी प्रदेशलाई नामाकरण गरिएको हो। यसलाई पनि एकपटक हेर्नुहोला। प्रश्न नम्बर 15 शैक्षिक सुशासनका प्रमुख 4 खम्बाहरू तल दिएका मध्ये कुन हुन्? अप्सन ए स्वच्छता, निष्पक्षता, सुरक्षा र जवाफदेहिता, अप्सन बी जवाफदेहिता, पारदर्शिता, स्वतन्त्रता र समानता, अप्सन सी व्यवस्थापन, पारदर्शिता, स्वतन्त्रता र समानता, अप्सन डी उत्तरदायित्व, मितव्ययिता, प्रभावकारिता र प्रतिबद्धता। अप्सन बी चाहिँ सही उत्तर रहेको छ जवाफदेहिता, पारदर्शिता, स्वतन्त्रता र समानता। प्रश्न नम्बर 16 IEMIS इमेज तलका मध्ये कुन कार्यालय मातहतको सफ्टवेयर हो? अप्सन ए शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, अप्सन बी शिक्षा तथा मानव स्रोत विकास केन्द्र, अप्सन सी शैक्षिक जनशक्ति विकास केन्द्र, अप्सन डी शैक्षिक गुणस्तर परीक्षण केन्द्र। अप्सन बी चाहिँ सही उत्तर रहेको छ शिक्षा तथा मानव स्रोत विकास केन्द्र। प्रश्न नम्बर 17 बिना सूचना लगातार कति दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा शिक्षक पदबाट हटाउन सक्ने व्यवस्था शिक्षा ऐनमा छ? अप्सन ए 7 दिन, अप्सन बी 15 दिन, अप्सन सी 30 दिन, अप्सन डी 90 दिन। अप्सन बी चाहिँ सही उत्तर रहेको छ 15 दिन। प्रश्न नम्बर 18 कम्प्युटरलाई नेपाली भाषामा सुसङ्ख्य यन्त्र नामाकरण गर्ने व्यक्ति को हुन्? अप्सन ए चुडानाथ भट्टराई, अप्सन बी चार्ल्स ब्याबेज, अप्सन सी बाबुराम आचार्य, अप्सन डी सेतुराम सुनाम। अप्सन ए चाहिँ सही उत्तर रहेको छ चुडानाथ भट्टराई। प्रश्न नम्बर 19 श्रीमानको मृत्यु भएकी महिलालाई विधवा भनिन्छ भने श्रीमतीको मृत्यु भएको पुरुषलाई के भनिन्छ? अप्सन ए विश्वम्भर, अप्सन बी विवेक, अप्सन सी विवाहित, अप्सन डी विदुर। अप्सन डी चाहिँ सही उत्तर रहेको छ विदुर। प्रश्न नम्बर 20 र आजको अन्तिम प्रश्न रहेको छ कुरौटे उमेर भनेर बुझिने विकासात्मक अवस्था कुन हो? अप्सन ए किशोर अवस्था, अप्सन बी पूर्व बाल्य अवस्था, अप्सन सी उत्तर बाल्य अवस्था, अप्सन डी यौवन अवस्था। अप्सन बी चाहिँ सही उत्तर रहेको छ पूर्व बाल्य अवस्था। ओके, यसरी नै आजको भिडियोमा पनि 20वटा प्रश्न र तिनका उत्तरहरू समेट्ने कोसिस गरेको छु। अवश्य पनि तपाईहरुलाई हेल्पफुल भयो होला भन्ने आशा लिँदै यस भिडियोबाट पनि बिदा हुन चाहन्छु। थ्यांक यू फर वाचिङ माई भिडियो।